कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्बर 4 बलिया बजारबाट पश्चिम रहेको स्याउली बजार जहाँ पुल छ, पुलको पूर्वपट्टि शेरबहादुर बोगटीले मौरी पालन गर्नुभएको छ। अहिले उहाँसँग करिब 100 घार मौरी रहेका छन्। आज उहाँ मौरीको मह निकाल्दै हुनुहुन्छ। पुडीमा सामुदायिक वनमा जामुन फलेको छ जहाँ बोगटीले मौरी राख्नु भएको छ। आज त्यही जङ्गली मह उहाँ निकाल्दै हुनुहुन्छ। उहाँलाई साथ दिन उहाँका मौरी पालन व्यवसायका अन्य साथीहरू हुनुहुन्छ। मौरी पालन गर्ने साथीहरू मिलेर मह निकाल्दै हुनुहुन्छ। कोही मौरीका चाका घारबाट निकालेर लिँदै हुनुहुन्छ भने कोही मह निकाल्ने ठाउँमा सहयोग गर्दै हुनुहुन्छ। शुद्ध मौरीको मह चाहिएमा उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यो पनि जङ्गली, त्यो पनि जामुनको निकै स्वादिष्ट मह चाहिएमा बोगटीलाई तपाईहरू पनि सम्पर्क गर्नुहोला। बोगटीलाई हाम्रा केही प्रश्न र केही त्यहाँ कुराहरू हामी गर्दैछौँ। पुरा कार्यक्रम हेरेर साथ दिनुहोला। बजारमा पाइने र गाउँमा कोही मह बेच्दै आएमा त्यो मह कस्तो हो भनेर वैधानिकता चेक गर्नुहोला। होइन भने शेरबहादुर जस्तै युवा किसान या युवा मौरी पालकहरूलाई तपाईँहरूले साथ दिनुपर्छ। तपाईँहरूले खरिद गरेर सेवन गरिदिन आजको आवश्यकता रहेको छ। मेरो नाम चाहिँ शेरबहादुर बोगटी। मेरो घर चाहिँ लम्कीचुवा 4 बलिया स्याउलीको पुलनिर। मेरो मौरीको यो फर्मको नाम चाहिँ बोगटी कृषि फर्म मौरी। कहाँ ल्याउनु भएको मौरी? कहाँ राख्नु? यो हाम्रो चाहिँ यो सामुदायिक वनमा राखेको छौँ। यो विगत यो लगभग 1 महिना भयो। अहिले चाहिँ हाम्रो जामुना फुलिरहेछ। जामुना फुल्या भएर त्यो जङ्गली मह भन्ने राखी जङ्गली मह वाइल्ड हनी भन्छ यसलाई, इङ्ग्लिसमा वाइल्ड हनी। अब हाम्रो चाहिँ जङ्गली मह, जामुनको स्पेसल जामुनको मह। अहिले चाहिँ अरू चाहिँ हल्का हल्का हुन्छ नि, धेरै मात्रा चाहिँ जामुनको मात्रा चाहिँ यसमा धेरै हुन्छ। जामुनको फुलको रस लगभग 1 महिना भयो यसमा चाहिँ। लगभग घार चाहिँ यसमा 150 जति छ। अहिलेसम्म त भित्र हेर्नुपर्छ सर, त्यही 8-9 बाल्टी। आधा 50% चाहिँ भयो, अझै 50% बाँकी छ निकाल्न। हजुर, यहाँबाट लगेर जाने, भित्र चाहिँ निकाल्ने जाने। यता आउनुहोस्। यो चाहिँ हाम्रो मौरी घार हो सर। यो चाहिँ जामुन स्पेसल जामुनको रसबाट, जामुनको फुलबाट उत्पादन भएको यो चाहिँ हाम्रो मह हो। यो मह हो सर, जामुनको मह। यो चाहिँ एकदम पकाएको मह स्पेसल, मस्त। यो यसको कलर चाहिँ हल्का कालो हुन्छ। हजुर, स्वाद चाहिँ टर्रो टर्रो हुन्छ। यो चाहिँ तपाईँको सुगरको बिमारीले पनि खान मिल्यो एकदम। यसमा सुगरको मात्रा भनेको 0। सुगरको लेभल चाहिँ सबैमा पाइन्छ सुगरको मात्रा, होइन, तर यसमा चाहिँ 0। सुगरको बिमारीलाई बिन्दास खान मिल्यो। तपाईँको कुनै पनि रोकावट छैन सुगरको बिमारीलाई। यो चाहिँ हाम्रो मह हो। यसलाई हामीले झार्छौँ, यसलाई लगेर जान्छौँ। यो चाहिँ हामीले लिएर जाने, अर्को पनि झारौँ है। सर हाम्रो 150 जति घार छ मेरो। अब यो चाहिँ मह हो, न भरेको छ मह। अहिले एकदम राम्रो छ। यो लगेर गएर त्यसमा चाहिँ अब हामीले मसिनमा हाल्नुपर्छ यसलाई। हजुर, यसमा मह निकाल्ने काम हाम्रो यसमा हुन्छ। छ यो चाहिँ अब यो यहाँ राख्ने, यो यसमा काट्ने, अनि यसमा मसिनमा पेल्ने। यो कालो छ, मह चाहिँ कालो। अनि टेस्ट पनि फरक छ। हामीसँग मह चाहिँ अब होइन सर, यो फुल अनुसार त्यसको स्वाद फरक हुन्छ, त्यसको कलर फरक हुन्छ, त्यसमा गुणस्तर फरक हुन्छ। प्रकृतिमा जति किसिमका फुल छन् त्यसको मह हुन्छ। प्रत्येक फुलको आफ्नो अहिले पाइने कस्तो मह? अहिले स्पेसल जामुन। अलिकति कलर कालो देखिन्छ यसको एकदम। सिजन अनुसार प्रत्येक फुलको चाहिँ स्वाद, कलर, त्यसको विशेषता चाहिँ फरक। यो फेरि सधैँ हुँदैन नि। यो म यतिखेर लम्कीचुवा नगरपालिका वडा नम्बर 4 मा छु र यो चाहिँ शेरबहादुर बोगटी र सुरेन्द्रजीको मौरी छ। यहाँ चाहिँ यो मौरीको मह उहाँहरूले मौरी पालन गर्नुभएको छ। युवा हुनुहुन्छ, आफ्नै देशमा केही गर्छु भनेर लाग्नुभएका उहाँहरू युवाहरूले यो चाहिँ मौरी पाल्नु भएको छ। र अब आज चाहिँ तपाईँहरूलाई देखाउँदैछौँ हामी। यो जामुन छ यहाँ चाहिँ टन्नै वरिपरि जामुन छ। यो लम्कीचुवा नगरपालिका वडा नम्बर 4 कौगापुर पुडीमा सामुदायिक वनभित्रको एरिया हो। त्यो सामुदायिक वनको अलिकति अफिसभन्दा नजिकको एरियामा हामी छौँ। र यतापट्टि तपाईँ हेर्नुहुन्छ भने यो जामुन फुल्या देखिन्छ। उ त्यो यतापट्टिको रुख, त्यो ठुलो रुख जामुन पुरै सेतै फुलेको छ।
र अब त्यो जामुनको मह मौरीलाई अहिले यहाँ केही पनि छैन, जामुनबाट मौरीले त्यहाँ जाने हो फुलमा, यहाँ मह बनाइदिने हो र त्यो खाने हो। र यो तपाईहरु चाहिँ यदि मौरीको मह चाहनुहुन्छ भने यो भिडियोमा तपाईँ सम्पर्क नम्बर र उहाँको त्यो के छ फर्मको नाम म राखिदिनेछु। र यो निकै राम्रो छ। यो अगाडिबाट टन्नै घाराहरू छन्, यतापट्टि हेर्नुहोस् घाराहरू टन्नै छ। यहाँ चाहिँ मौरीले टोक्न पनि सक्छ हामीलाई, किनभने हामी धेरै टाढा जाने सम्भावना छैन, किनभने हामी अहिले आएका छौँ, हामीलाई टोक्दिन सक्छ। उहाँहरू त बानी पर्नु भएको छ। अघि मेरो हातमा त टोकिसकेको छ एउटा मौरीले, यहाँ यसो डर लाग्छ कि मलाई त फेरि यहाँभित्र छिर्दा होइन। तर पनि ठिक छ, यो निकै राम्रो हो यो चाहिँ। अब अलिकति यहाँभित्र भित्र जाउँ, केही साथीहरूको सहयोगमा उहाँ चाहिँ चाका निकाल्दै हुनुहुन्छ मौरीको। अब यतापट्टिबाट अगाडि यहाँ जान्छौँ हामी। यहाँनिर अगाडि जाँदाखेरि हेर्नुहोस्, यहाँ चाहिँ मौरीको निकाल्दै हुनुहुन्छ उहाँहरू। म अब यसलाई यहाँबाट लिएर भित्र जानुहुन्छ, भित्र साथीहरूको सहयोगमा उहाँले निकाल्दै। यो दृश्य मौरीको चाका भाइले लिएर जाँदैछ, सानो भाइले। आइजाऊ, यो लिएर गएर अब यो लिएर भित्र जान्छन् है यिनले। अब यिनले यो लिएर भित्र जाने, यताबाट भित्र जान्छन् अनि हामी पनि भित्र जान्छौँ सँगै। अनि यहाँ गयो, यहाँबाट हामी फेरि भित्र जान्छौँ। यहाँभित्र के छ है देखाउँछ, आउनु त ल। यो यहाँ काट्दै हुनुहुन्छ, देखाउनु त। यो यसलाई यसरी काट्दै हुनुहुन्छ, यसको केही चाकाहरू भयो। त्यसमा चाहिँ मौरीले जसरी हामीले भकारी लिप टाल्छौँ त्यसै गरी मौरीले चाहिँ यो चाहिँ अक्सिजनको लागि जति बेला स्रोत हुँदैन त्यो बेलाको लागि स्टोर गरेर राख्ने हो। यसको भित्र चाहिँ मह हुन्छ। हामीले बाहिरबाट एउटा लेपन हुन्छ, लेपनलाई चाहिँ काटेन भने मह चाहिँ झर्दैन। मह झर्नको लागि यसले बाहिरबाट बन्द गरेको हुन्छ। यसरी बुझ्नु कि कभर लगाएको हुन्छ। यो चाकाबाट मह झार्ने हो के गर्ने हो? चाकाबाट मह झार्ने हो, यसबाट झार्ने है। हजुर। यो के गर्ने त, यो जुन बचाएको छ नि यो मैनले चाहिँ हामी जस्तो यो यसकोमा चाहिँ तल बिचमा जाली छ, त्यहाँ तल चाहिँ फेरि खाली स्पेस छ। यसमा जुन मह छ, महको मात्रा चुहिएर चाहिँ तलको भाँडामा जान्छ। मह चाहिँ हामी बाल्टीमा निकाल्छौँ र यो मैनलाई चाहिँ पकाउँछौँ। मैन चाहिँ पकायो भने मैनको रूपमा काम आउँछ। अब यहाँ चाहिँ यो झर्दैछ हेर्नुहोस्, यसमा चाहिँ मह छ। यहाँ चाहिँ त्यो चाकाहरू जुन काटेको थियो त्यो यहाँ हाल्ने, यहाँ घुमाउने र यहाँ तल मह निस्किरहेको छ। यहाँनिर एकजना उहाँ हो मालिक, एकजना उहाँ, दुईजना उहाँहरू हुनुहुन्छ, भोगटी सर हुनुहुन्छ तपाईँ। यो चाहिँ यहाँ बाल्टीमा मह छ। यो कति किलोको हो? यो 30 केजीको बाल्टी हेर्नुहोस्। 30 केजी चाहिँ मह यहाँ जम्मा भइसकेको छ। यसरी जम्मा गर्दै हुनुहुन्छ र उहाँहरूले जुन गर्नुभएको छ, यो मह चाहिँ बजारमा अहिले नक्कली मह आइरहेको छ। जस्तो उहाँहरूबाट प्रत्यक्ष सम्पर्क गरेर लिनुहोस्। अब उहाँ चाहिँ हुनुभयो मौरी पाल्नुमा चाहिँ उहाँ भावेश उपाध्याय, उहाँ चाहिँ प्रदीप नेउपाने, उहाँ चाहिँ चुनाव पनि लड्नु भएको थियो क्याम्पसमा। उहाँ पनि अघिल्लो चुनाव लडेर पराजित हुनुभयो, उहाँ पनि पराजित हुनुभयो। तर मौरीमा उहाँहरू चुनावमा पराजित भए पनि मौरी पालनमा तपाईँहरू विजयी हुनुहुन्छ होइन? त्यो अनुभूति भइरहेछ। पराजित भन्दा नराम्रो लागेको भयो? नै छैन छैन होइन। तर उहाँहरूले चाहिँ मौरी पालनमा विजय हासिल गर्नु भएको छ भने यो उमेरमा उहाँहरूको धेरै उमेर भएको छैन, भर्खर युवा हुनुहुन्छ, भर्खरको। उहाँहरू 20 देखि 30 को बिचमा हुनुहुन्छ। यो जति गर्नु भएको छ उहाँहरूले हुनुहुन्छ, तर उहाँहरूले आफ्नै ठाउँमा केही गर्छु भनेर लाग्नु भएको छ उहाँहरू। हेर्नुहोस् प्रदीपजी, के छ भनाइ तपाईँको? अब सबै म उपभोक्ता साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने जहाँसम्म नजिकको स्थानीय पाइपर्ने चिनेको किसानबाट मह किनेर खाने गर्नुहोस्, ठगिनु हुनुहुन्न। बाटोमा हिँड्ने डुलाउनेवालासँग भन्दा पनि स्थानीय नजिकैको चिनेको मान्छेसँग चाहिँ किनेर खाँदा महमा तपाईँ ठगिनु हुनुहुन्न। अघिल्लो टिकापुरमा तपाईँहरूले कति 900 किलोसम्म आउनुभयो होइन? टिकापुरमा हामीले चाहिँ 9 कुन्टल जति हामीले नक्कली मह बनाएर बेच्ने एउटा गिरोह नै समातेका थियौँ, जो चाहिँ अहिले जिल्ला अदालतमा मुद्दा भएर अहिले चाहिँ 2 वर्ष जेल सजाय भोगिरहेका छन्। 14 जना जेल परिसकेका छन्। हाम्रै टिमबाट हामीले पहल गरेर यस्ता थुप्रै हामीले चाहिँ कैलाली जिल्लामा जो जति भेटिन्छन् उनीहरूलाई चाहिँ छोपेर हामीले उनीहरूलाई कानुनी कारबाहीको बाटोमा चाहिँ उभाउने प्रयास पनि गरिरहेका छौँ। त्यो चिजमा चाहिँ तपाईँहरू सबैले साथ दिनु पर्यो र स्थानीय किसानहरूको उत्पादनलाई प्रवर्धनमा स्थानीय सरकारदेखि केन्द्रसम्म सबैले साथ सहयोग सपोर्ट गर्नु पर्यो। त्यही हो भन्नु। भावेश केही भन्ने हो? कुरा उही नै हो। हामी निरन्तर प्रयासमा छौँ। जसरी मौरीले आफ्नो समय व्यतीत गर्छ, हामीले पनि मौरी सँगसँगै त्यसै गरी नै समय व्यतीत गर्ने गर्छौँ। जुन महको कुरा छ त्यसमा चाहिँ तपाईँहरू आफ्नो एक मान्छे होइन, तपाईँको नजिक को जोडिन्छ, साँझ बिहान तपाईँको कोसँग भेट हुन्छ, तपाईँ त्यस्तो मान्छेसँग लिँदा चाहिँ तपाईँ ठगिनुहुन्न। शुद्धता पाउने सम्भावना एकदमै धेरै हुन्छ। तपाईँले चाहिँ त्यसो भावनाले जुनसुकै चिज पनि, एउटा महको कुरा मात्रै होइन कि जुनसुकै चिज पनि उत्पादन